सेवन एभ्रिवान हजुरहरूलाई राईकान्छीको ब्लगमा स्वागत छ। अनि हामी चाहिँ इभिनिङ वक गएको हो। अस्तिको ब्लगमा पनि तपाईँहरूलाई देखाइसकेको छु। अनि आजको ब्लगमा पनि इभिनिङ वक गएको। हाम्रो घर चाहिँ ऊ पर छ, ग्रिन च्यादर देखिरहेको छ। त्यहाँदेखि चाहिँ मैले पुगलाई यहाँसम्म बोकेको छु। अब चाहिँ पुगले मलाई बोक्नुपर्ने हुन्छ। हाम्रो चाहिँ इभिनिङ वक चाहिँ यस्तो हुन्छ। गाइसहरूको कस्तो हुन्छ, मैले चाहिँ उसलाई घरदेखि बोकेर यहाँसम्म ल्याउनु पर्ने हुन्छ, त्यहाँदेखि उसले चाहिँ मलाई बोक्नुपर्ने हुन्छ। किनकि जिउ अब अर्कालाई भारी बोक्यो भने त जिउ घट्छ नि त। त्यही भएर चाहिँ उसलाई चाहिँ मैले घरदेखि त्यहाँसम्म बोकेर ल्याएको। अब मेरो जिउ अलिक घट्यो नि त। अनि अब उसले मलाई बोक्छ अनि उसको जिउ घट्छ। इभिनिङ वक चाहिँ त्यस्तै हुन्छ हाम्रो चाहिँ गाइसहरू। तर ऊ चाहिँ सिकुटै छ, म चाहिँ मोटी छु नि त। त्यही भएर मैले चाहिँ ज्यादा लामो बाटोसम्म चाहिँ उसलाई बोकेँ। उसले चाहिँ मलाई यति मात्रै बोक्दै थुपार्छ भुइँमा। मोटी भएर हो कि सायद के भएर भन त बोको किन अन्त मलाई नसकेको गाइसहरू हेर्नुहोस् त, यसो गर्छ थुपारिदिन्छ मलाई चाहिँ गाइसहरू। यति गरेर चाहिँ अब सकियो उसको टर्न हो। गाइसहरू हेर्नुहोस् न, लिची फलेको यति धेरै फलेको चाहिँ। यहाँ चाहिँ लिची चाहिँ कोकोलाई खानु मन लाग्छ, कोकोलाई मनपर्छ लिची, कमेन्ट गर्नु होला है त गाइसहरू। हेर्नुहोस् न, यति दामी फलेको छ कि पाक्दाखेरि झन् कति साटिस देख्छ होला नि। कलरफुल भएर अहिले ग्रिन भएर सबै हरियो छ नि त। बोट पनि हरियो, लिची पनि हरियो भएर चाहिँ त्यस्तो राम्रो देखेको छैन। पाकेपछि हजुरहरूलाई देखाउने छु फेरि है त गाइसहरू। यो चाहिँ हाम्रो घरको छेउमै छ। यो चाहिँ हामी इभिनिङ वक जाँदाखेरि चाहिँ जहिले पनि यहाँनिर यो लिची हेर्ने गर्छु म चाहिँ, पाके कि पाकेन भनेर। अहिले त पाक्ने टाइम हो कि होइन त्यो त मलाई त्यस्तो एक्ज्याक्ट थाहा पनि छैन। तर पनि कत्रो भयो, पाके कि पाकेन भन्दै हेरिराख्छु नि त म जहिले पनि। कहिले पाकेर खाने, कहिले खानु पाउने यस्तो भइरहेको छ कि। अन्त यहाँनिर बोटमा फलेको देख्नु पनि एकदम रमाइलो देख्छ होला नि त सायद, कलरफुल भएर है गाइसहरू। मैले चाहिँ फलेको पनि देखेको थिइनँ हो। यहाँ कालिम्पोङमा चाहिँ मजाले फल्दो रहेछ। त्यही भएर चाहिँ घरको नजिकै छ हो। हजुरहरूलाई पनि देखाएको, सेयर गरेको। लिचीको बोट, लिची पाकेको पनि हजुरहरूलाई सेयर गर्नेछु, अवश्य हेर्नु होला है त गाइसहरू। गाइसहरू म चाहिँ लिचीको बोटको फेदमै बसेर चाहिँ, लिची चाहिँ पुरा झरेछ भुइँभरि के, अब पाकिन सकिकन झरेछ पुरा। अन्त त्यो टिपेर चाहिँ एउटा चाहिँ यस्तो गरेर टोकिदियो कि यसरी खोल्छ नि त हामीले होइन। यसरी कभर खोलेर खानु पऱ्यो नि त पाकेपछि त। अनि त्यस्तो गरिदिएको त गाइस यस्तो अमिलो हुँदो रहेछ कि, हजुरहरूलाई थाहा छ कि छैन। नापाकी चाहिँ यस्तो अमिलो हुँदो रहेछ गाइसहरू, तितिरी जस्तै क्या, मुखभरि थुकायो गाइसहरू। यो अमिलो चाहिँ खानु सक्दैन रहेछ। यो हर्डियोमा चाहिँ, काँचोमा चाहिँ अमिलो मनपर्नेहरूलाई हो भने चाहिँ कुनै, म चाहिँ खानु सकिनँ गाइसहरू, एकदम अमिलो। मैले टेस्ट पनि गरेको थिइनँ यो काँचो चाहिँ कस्तो हुन्छ भनेर कि। अब बोट त हुँदैन हाम्रोतिर त, फलेको त हुँदैन गाइसहरू, सबै किनेर खानुपर्छ। हजुरहरूलाई पनि अब कतिलाई त याद होला घरमा फल्नेहरूलाई त, जग्गा जग्गा मात्रै फल्छ नि त, यो गरम जग्गामा मात्रै हुन्छ। हाम्रो त चिसो जग्गा हो, त्यही भएर फल्दैन, याद पनि छैन। यहीँ आएर चाहिँ याद पाएको, खाइदिएको त अमिलो गाइसहरू। हत्तु भयो गाइस इभिनिङ वकले चाहिँ। मैले चाहिँ उसलाई धेरैपल्ट बोकेँ, उसले चाहिँ मलाई यति मात्रै बोक्यो किनकि म मोटी छु नि त। अनि ऊ चाहिँ अलिक सिकुटो छ, सिकुटो। अनि त्यही भएर चाहिँ उसलाई चाहिँ म मजाले बोक्न सक्छु। अनि उसले चाहिँ मलाई अलिअलि बोक्दै यहाँ ल्यायो। यहाँ आउँछ नि त हामी चाहिँ इभिनिङ वक, डाँडामा यहाँ शीतल छ के, हावा सिरिरिरिरि आउँछ। अनि त्यही भएर चाहिँ यहाँ आउँछ हामी चाहिँ जहिले पनि इभिनिङ वक आउँदाखेरि। गाइसहरू हेर्दै गर्नु होला, पुरा थाक्यो मलाई चाहिँ। अब एकछिन रेस्ट गरेर चाहिँ यहाँनिर फेरि घरतर्फ जानुपर्ने हुन्छ। आधी घन्टा 1 घन्टा बसेर चाहिँ शीतल हावा खाएर चाहिँ जिउलाई फ्रेस हुन्छ नि त, अनि चाहिँ जानुपर्ने हुन्छ।
गाइसहरू हेर्दै गर्नु होला है त मैले बोक्नु पर्ने हुन्छ उसलाई आऊ कम उसलाई चाहिँ मैले चाहिँ यसरी बोकेर चाहिँ यसरी हिँड्नुपर्ने हुन्छ मेरो चाहिँ यो इभिनिङ वाक हो गाइसहरू इभिनिङ वाक इभिनिङ वाक हजुरको कस्तो हुन्छ कमेन्ट गर्नु होला है त गाइसहरू बाइ बाइ थ्याङ्क यू फर वाचिङ लभ यु गाइस